हेलो एभ्रिवान, सबैलाई नमस्ते एन्ड गुड मर्निङ। मेरो नयाँ ब्लगमा सबैजना स्वागत छ। आजको यात्रा चाहिँ रहेको छ स्वयम्भूतिरको। हेर्नु होला सबैजनाले। अन्त्यसम्म भिडियो लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। जे जस्तो सस्तो ठाउँ हुन्छ म सब देखाउँछु, जे कुरा हुन्छ त्यो पनि भन्छु। सबजनाले माया गरिदिनु होला यही भन्न चाहन्छु। अब चाहिँ हामी जान्ला उता पछाडि जाने हो, त्यहाँबाट गएर ट्याक्कै उता गएर बस चढ्नुपर्छ होइन। त्यसपछि हो सब कुरा देखिन्छ, हेर्नु होला। हामी त तिनजना छौँ होइन। उता गएर फेरि पछाडि छ केटाहरू जानु होला हो। उता गएर गाडी चढ्नुपर्छ। ट्याक्क हामी बस चढ्न पुगिसकेको छैन। उताबाट बस आउँछ अहिले ट्याक्कैमा जानुपर्छ। बस त्यताबाट आउँछ अहिले बस। अहिले आएको छैन। अहिले ट्याक्क अहिले हामी बसभित्र पनि पुगिसकेको छैन होला होइन। ट्याक्कै बसमा पनि पुगिसक्यो हो। त्यसपछि अब अगाडि गएर कुमेरतिर झरेर अर्को बस चेन्ज गर्नुपर्छ होइन। बिहानमै बस पनि हिँडिसकेको छ यताबाट। ट्याक्कै अहिले बालकुमारीतिर झरिसकेका छौँ हामी। अगाडि जानुहुन्छ त्यसपछि होइन। बालकुमारीको पुल हेर्न सक्नुहुन्छ सबैजनाले, हेर्नु होला मस्त छ। गाडी पनि बसिसकेको छु। लाग्छ त बाबु रे लाग्छ। ए जाँदैछौँ हामी भित्रतिर होइन। हेर्नुहोस् जाममा बाबा छ भ्यू नि ट्याक्कै होइन। ए मान्छेहरू धेरै छन् कि यो जाममा। तल काठमाडौँ देखिन्छ क्या त्यहाँबाट पुरानो स्वयम्भूको माथि डाँडाबाट। ट्याक्कै जान्ला हो हामी। ट्याक्कैले माथितिर लाँदैछौँ हामी। हेर्नुहोस् पछाडि मान्छे त उभो छ पछाडि नि। जान्ला हो माथि स्वयम्भूको डाँडातिर होइन। कहिले भित्र छिरिसकेका छौँ हामी होइन। मान्छेहरू उभो छ कि मान्छे धेरै छन्। मान्छेहरू चाहिँ उपर छ होइन। पछाडि नि हामी माथि जान्ला अहिले चाहिँ। त्यही भएर झ्याममा मान्छेहरू उभो छ पछाडि नि। अगाडि माथिबाट आउने आउँदैछ। ट्याक्कै माथि पुगिसकेका छौँ मैले चाहिँ हामी डाँडामा मन्दिरको छेउछेउमा होइन। बाबा छ पछाडि नि। ए पछाडि काठमाडौँ बाबा पुरै काठमाडौँको देखिन्छ नि त उताबाट यो।